यो चाहिँ काँचो नरिवललाई मैले त्यो बोक्रा फालेर मसिनो पारेर मिक्सरमा पिसेर यो यतिको धुलो बनाएँ। त्यसपछि अब म यहाँ कराईमा सुजी राख्दैछु। थोरै सुजी भुट्छु म अब सुजीलाई 5 मिनट जति मैले भुटिसकेँ। धेरै रातो बनाउनु पर्दैन यसलाई। यतिको हल्का खैरो खैरो कलरको भइसकेको छ। अब मैले राखेँ यसमा ठुलो चम्चाको 1 चम्चा खारेको घिउ। यो पनि पग्लिन्छ। अब यसरी यसलाई पनि चलाइदिने। अब यो पिसेको नरिवल पनि यसैमा मिसाइदिने। मिसाएर यसलाई मजाले चलाउने। चलाइसकेपछि यसलाई आधी किलो जति चिनी पनि राखिदिने। यसमा खस्रो छ भने हल्का पिसेर राखे पनि हुन्छ। अब यसलाई मजाले सानो ग्यास पारेर एकछिन चलाइरहने। सबै मजाले चिनी चलाइसकेपछि यसरी सबै मिलाएर एकदम लो फ्लेममा ग्यास चाहिँ यसलाई एकैछिन छोपिदिने। अब 2 मिनट जति यो चिनी पग्लियो यसमा मिलोस् भन्नको लागि। अब यो लड्डु बनाउनलाई रेडी भएको छ। मैले चाहिँ लड्डु बनाउन लागेकी छु। काँचो नरिवलको एकदमै रसिलो मिठो स्वादिष्ट बन्छ। मलाई खान मन लाग्यो। मैले एकैछिनमा तयार पारेँ। हजुरहरूलाई पनि खान मन लाग्छ भने बनाउनु होला यसरी नै। अब यसरी मैले सबै एउटा थालमा खनाइसकेँ। यसरी अब यो तातो छ। अर्को पनि थाल लिने अनि यसलाई थोरै थोरै गरेर हल्का सेलाउने। यसलाई धेरै तातो हात हाल्न सकिँदैन। यसो गरेर अनि लड्डु बनाउने। लड्डु बनाइसकेपछि अनि आफूलाई मन लागेको बेला खान पाइयो। फ्रिजमा राख्यो भने 15-20 दिनसम्म पनि रहन्छ यो चिसोमा। नभए यत्तिकै बाहिर चाहिँ रहँदैन, गनाउँछ तातो पकाएको भएकोले। ल, सबै भिडियो हेरिदिनु हुने सम्पूर्णमा धेरै धेरै धन्यवाद।